दर्शकबिन स्वागत छ यहाँहरूलाई दैले कर्णाली टेलिभिजनमा म डुम्बर मल्लको दर्शकबिन आज एउटा महत्त्वपूर्ण सूचनाका साथमा उपस्थित भएका छौँ। भारतको पुणे सहरबाट एक नेपाली नागरिक विगत भएका छन्। कञ्चनपुर जिल्ला बेलौरी नगरपालिका वडा नम्बर 3 खेरिया निवासी 55 वर्षीय श्री जयबहादुर रोकाया यही डिसेम्बर 21 तारिकदेखि भारतको पुणे भन्ने स्थानबाट विगत आउनुभएको छ। उहाँ हालसम्म परिवार तथा आफन्तसँग सम्पर्कमा आउनुभएको छैन। यसकारण परिवारजन अत्यन्त चिन्तित अवस्थामा रहेका छन्। यदि भिडियोमा देखिएका व्यक्तिलाई तपाईँले कहीँ कतै देख्नुभएको छ वा उनीको बारेमा कुनै पनि जानकारी प्राप्त भएको छ भने कृपया स्क्रिनमा देखाएका सम्पर्क नम्बरहरूमा तुरुन्तै सम्पर्क गरी जानकारी गराइदिनु हुन हार्दिक अनुरोध गर्दछौँ। तपाईँको सानो सहयोगले एउटा परिवारलाई ठूलो राहत मिल्न सक्छ। सम्पर्क नम्बर: बिरु रोकाया भारत 8148501571। कमल रोका नेपाल 9820555438। यो सूचना धेरैभन्दा धेरै मानिससम्म पुर्याइदिनु हुन सबै दर्शक तथा श्रोताहरूमा सेयर गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौँ। मानवीय सहयोग नै सबैभन्दा ठूलो सहयोग हो। हस्त धन्यवाद। दैले कर्णाली टेलिभिजन हेर्दै र सुन्दै गर्नुहोला।